कि खाना खाने बेलामा पानी खाएपछि अपच हुन्छ, कि चिया खाने बित्तिकै पानी खाँदा ग्यास्ट्राइटिस हुन्छ? सत्य कुरा के छ त? खाना खाँदा थोरै थोरै पानी पिनुभयो भने यसले उल्टै पाचनमा मद्दत गर्छ। तर फुल 1 गिलास पानी खानुभयो भने तपाईको पेटको एसिडको शक्ति कम हुन्छ अथवा हल्का डाइल्युसन हुन्छ, जसले गर्दा खाना पच्न समय लाग्छ। तर आजकल सोशल मिडियामा चलिरहेको छ कि खाना खाँदा जति पानी खाँदा पनि केही पनि हुँदैन, उल्टै त्यो पानीले पेटको एसिड झन् बढाउने काम गर्छ। तर यो कुरा भ्रम मात्र हो। तपाईहरु मध्ये धेरैले मान्नुहुन्छ कि चिया खाएपछि पानी खाँदा ग्यास्ट्राइटिस हुन्छ भनेर। चियामा क्याफिन र ट्यानिन हुन्छ, त्यसैले खाली पेट खाने बेलामा यसले पेटको बाहिरको लेयरलाई इरिटेट गर्छ, जसले गर्दाखेरि पेटले धेरै अमाउन्टमा एसिड निकाल्न थाल्छ। र यो बेला तपाईले 1 गिलास पानी खानुभयो भने बुम, पेट पोल्न थाल्छ, पेट फुल्छ र ढुस्स भए जस्तो हुन्छ। जस्ट इमेजिन गर्नुस् कि एकदमै तातो भाँडोमा पानी हाल्ने बेलामा कस्तो झ्वास्स हुन्छ नि, त्यस्तै खाली पेटमा पनि चिया खाएपछि चिसो चिसो पानी खाने बेलामा पनि त्यस्तै हुन्छ। तर यो सबैमा हुँदैन। यदि तपाईको पेट पनि सेन्सिटिभ छ भने चिया कफी खाएको 15-20 मिनेट पछि पानी खाएको राम्रो।